हजुर नमस्कार, गुड मर्निङ। आज मेरो बिहानको नास्ता यस्तो छ। यस्तो बनाउँदैछु मैले उमारेको चना के अरे मुङको गेडालाई उमारेर अनि यसलाई हल्का मोटो मोटो गरेर पिसेर कटलेट बनाउँदैछु। अनि यसमा चाहिँ खुर्सानी राख्ने, थोरै अदुवा राख्ने। त्यसपछि मैले हिजो बेलुका पकाउँदा तरकारी बनाउँदा बचेको आलु थियो, अनि आलु पनि राख्दिएँ यसमा। अलिकति थोरै आलु, अनि आलुले चाहिँ यो तिनैवटा चिजलाई ब्यान्डिङ गर्ने काम गर्छ अनि क्रिस्पी पनि बनाउँछ क्या आलुले। त्यसपछि यसरी मजाले मिक्सरमा राख्ने अनि घर गरेर मोटो मोटो पिस्ने। यो पस गर्दै पिस्दै गर्नुपर्छ। पस गर्दै पिस्दै गऱ्यो भने अनि मोटो मोटो पिसिन्छ कि। त्यसरी पिस्ने अनि यसलाई पिसिसकेपछि यसको ब्याटर तयार हुन्छ। नुन राखेर यसरी पिस्ने। अब हामीले स्वास्थ्यलाई पनि ख्याल गर्नुपर्छ अनि अब हेल्दी खानेकुराहरू खानु पऱ्यो। प्रोटिन, शरीरमा प्रोटिन हुनु पऱ्यो। हामीले चाहिँ हाम्रो अब नेपालीहरूको अन्त अरू ठाउँ त कस्तो खान्छ आफू नेपाली परिवारहरू धेरै जस्तो भातै खाने छ कि यतातिर ट्रेन्ड छ। भात हुन्छ, तरकारीमा आलु सालु राख्ने अनि कार्बोहाइड्रेट धेरै हुन्छ। त्यसले गर्दाखेरि प्रोटिन प्रशस्त हुन्छ यसमा। अनि यसरी बनायो भने मोटो मोटो गरेर पिस्ने। नपिसेर मैले थोरै पानी राखेँ 1 चम्चा जति। अनि यसरी पिस्यो भने यसलाई मजाले प्यान राखेर थोरै घिउ राखेर अनि यसलाई सेलो फ्राई गर्ने। अब बिहानको नास्ता हो, बिहानको नास्तामा धेरै चिल्लो पनि ठिक हुँदैन। त्यही भएर हल्का थोरै चिल्लो घिउ राखेर अनि सेलो फ्राई गरेँ मैले यसरी। अनि यसमा चाहिँ मैले के अरे बेसार राखेको छैन यो ब्याटरमा। अनि अलिक बास आए जस्तो लाग्छ कि बेसार, काँचो बेसार। अनि मैले चाहिँ त्यो गराइसकेपछि अनि यसमा अलिकति थोरै बेसार फुराइदिएँ। त्यो भयो भने कलर आउँछ। अब कलर नआए पनि ठिकै देखिन्छ, राम्रै देखिन्छ। बेसार राख्नुपर्छ भन्ने छैन। अब यसमा अरू तरकारीहरू मिक्स गरेर प्याज राखेर अरू तरकारी राखेर पनि बनाउन सकिन्छ। गोलो राम्रो सेप दिएर पनि बनाउन सकिन्छ। तर अब त्यसको लागि चाहिँ फेरि डिप फ्राई गर्नुपर्छ। डिप फ्राई त्यति स्वास्थ्यको लागि स्वास्थ्यकर मानिन्न। त्यही भएर मैले सेलो फ्राई बनाउँदा यस्तो गोलो रोटी जस्तो बनाएँ। यसरी बनाएँ। अब यतातिर मैले चाहिँ सस त्यो चटनी बनाउँदैछु। त्यसमा चाहिँ जिरा, थोरै टिमुर अनि लसुन र खुर्सानीलाई मसिनो पारेर काटेको राखेर अनि यसलाई हल्का ब्राउन भुट्ने, यसलाई फ्राई गर्ने। त्यस पछाडि यसमा टोमेटो सस राख्ने। यसमा अब टमाटरलाई पिसेर बोइल गरेर पिस्ने अनि लेदो बनाएर राखेको पनि मिठो हुन्छ। तर अब अहिले हतार थियो आज, त्यो तयारी गर्नु भ्याइनँ मैले। अनि मैले टमाटो सस राखेर बनाएँ। त्यो पनि मिठो हुन्छ। यो टमाटो सस अनि यसमा थोरै सोया सस राखेर सोया ससको स्वाद पनि यसरी बनाएँ। खाएमा आज हामीले यस्तो खाँदैछौँ। हजुरहरूले पनि ट्राई गर्न सक्नुहुन्छ। हजुरहरूले पनि खानुभएको होला, तर मैले चाहिँ धेरै थरी नराखेर यसरी सिम्पल टाइपको बनाउँछु। यसरी बनाएर खान्छौँ, मिठो हुन्छ। यो चाहिँ हेर्नु न, ट्राई गर्नु।